पूजा गर्ने तपाईँको यो ठाउँ अनुसारको जिल्ला अनुसारको विकसित भइसक्यो। यो चाहिँ खास के हो? यो चाहिँ तिहारमा चाहिँ लेआउट गरेको देख्नु भएको छ नि, यो परको हो। हजुर पनि तिहारमै गर्छु म। हजुर त्यो त्यो बेरेको मात्र नको लागि बनाएको। ए डोको खालकै तर भरे बेलुका आउँदाखेरि फेरि अनि सबै माटोकै भएर युज गर्थेछ है। थारू कल्चर त हिजै हेरेको अरे हिजै हेरेको। हजुर यो चाहिँ थारू जातिहरूको चाहिँ पूजा गर्ने भगवान् ब्रह्मस्थान भन्छ होइन। उनीहरूले चाहिँ त्यो काठ खरहरू चाहिँ पूजा गर्ने प्रकृति प्रेमी पनि भन्छ नेचरको भगवान्। यो तल चुलो हो कि के हो त्यो? यो तिनवटा ढुङ्गा चाहिँ हजुर चुलै हो? होइन देउता। ए देउता नै हो। ब्रह्मस्थान भन्छ। ए ब्रह्मस्थान। अनि यसको यो चाहिँ खास के भन्दा अगाडि चाहिँ हजुर खर हुन्छ कि त्यस्तो खरै खाएको हुन्छ। अनि पछि खरपछि उनीहरूले खपेटा बनाउनु थाल्यो। सबै छानहरू खपेटाको हुन्छ है। त्यो चाहिँ बेड हो, उनीहरू सुत्ने बेड त्यो भित्रको चाहिँ। देख्नु त देखेको हामी पनि थारू त्यो थारू फरक फरक हुन्छ नि। तपाईँको यो ठाउँ अनुसारको जिल्ला अनुसारको फरक हुन्छ। हामी थारू अर्कै भाषा अर्कै हुन्छ। हेरेको हुँदैन अलिअलि। यो पहिला त यस्तोमा सुत्थे? हजुर पहिला चाहिँ यहाँ चाहिँ एकदमै घना जङ्गल थियो कि सर। हजुर अनि सर्पहरूको अनि बिच्छुहरूको डर हुने भएर ए यिनीहरूले यसरी अलि तल भयो अलि माथि माथि झिन्डाएर यस्तै खानु सुत्थ्यो ए ल यो चाहिँ मैले देखाएको थिएन। त्यो बरु के भन्छ त्यो यो त धेरै अगाडि 100 वर्षभन्दा अगाडि यसरी सुत्थे देखाउनु लाग्यो। अहिले त धेरै विकसित भइसक्यो। यो चाहिँ खास के हो? यो चाहिँ तिहारमा हजुर उनीहरूले चाहिँ थारू जातिले चाहिँ यस्तोमा दियो राखेर बाल्छ। ए यो बाहिरै है, घरको बाहिरै? हजुर ए दियो पनि त्यहाँ राख्नु भएको रहेछ त। यो पहिला त्यो गाई बस्तुको गोठमा झुन्डाउँथ्यो यिनीहरूले। हजुर पछि पछि घर बाहिर नि झुन्डाउनु थाल्यो। वास्तवमा यो चाहिँ त्यही चाडबाडमा तिहारमा गोठमा झुन्डाएर दियो बाल्थ्यो यिनीहरू। अनि यो वालमा चाहिँ विभिन्न कलरले चाहिँ हातको प्रिन्टहरू अनि यस्तो चाहिँ लेआउट गरेको देख्नु भएको छ नि, यो परको हो। हजुर पनि तिहारमै गर्छु म। यो हातको त भइहाल्यो। यो अर्को चाहिँ के के हो?
त्यही हो हजुर यस्तो भयो ए यस्तो गरेर राख्यो हो क्या यस्तरी ल कस्तो मजा गरेछ यहाँ चाहिँ उनीहरूले उपभोग गर्ने औजारहरू जानु पायो हजुर मिल्छ गुन्द्री भइहाल्यो यो त कमन भइहाल्यो अब यो खटिया भयो यसलाई दोहोरी भन्छ यो चामल राख्ने भाँडा माटो खटिया यो चाहिँ के भन्नु भने यसको नाम दोहोरी 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 हजुर अनि त्यो रथ भयो स्टोर गर्ने है भयो है अनि ऊ त्यो गोइठा भयो त्यो गोबर रथ हुन्छ नि उयो रथ हुन्छ यो परको चाहिँ यसको नाम चाहिँ के हो यो मान्द्रो मान्द्रो हजुर त्यो ए त्यो बेरेको मात्र उदेश्य लिएर त त्यही हाम्रोतिर पुरा पूजाको बेलामा त्यसरी मान्द्रोको तल्लोपट्टिको त्यो त ढडिया ए त्यो पनि मान्द्रो नै भयो यता यो त्यो त यो चाहिँ माछाहरू राख्नु ढडिया यो ढडियाकै प्रकार हो यो ढडिया नै है माछाहरू युज गर्ने त्यो झन्डा पनि ढडिया हो यो चाहिँ सिलसिला छ अनि त्यो हलो जुवाहरू भयो तपाईँको त्यो यो त सबै माछा मार्नेहरू हो कि यिनीहरू चाहिँ त्यो चाहिँ हाँसको अनि के अरे कुखुराको चल्ला थुन्नको लागि बनाएको ए डोको खालकै तर हजुर यो चाहिँ बाँसबाट बनाउने सबै बाँसहरूको है हजुर त्यो भुइँमा चाहिँ अनि खरुवा चप्पल हजुर ए काठको चप्पल काठको चप्पल हजुर माथि गएर हेर्नुहोस् न सर मिल्छ कस्तो मजाको रहेछ ल यहीँ नबसी पनि बाहिरबाट आएर त्यो के अरे कल्चरल प्रोग्रामहरू पाउँछ त्यो भरे क्याम्पहरू पनि हुन्छ त्यहाँ अनि त्यहीँ गर्ने हो हजुरले गेट पास लिनु भयो नि अब भरे बेलुका आउँदाखेरि हजुरले 50 रुपियाँ मात्रै खप्नु यो चाहिँ खास के यो चाहिँ के को लागि युज हुने हो घाम पानीबाट बस्नको लागि ए त्यो टाउकोमा लाउने यो सोको लागि बनाएको सर ए त्यो त कस्तो ठुलो रहेछ ए के अरे त्यो हामीले कल्चरलहरूमा चाहिँ हेऱ्यो तर डान्सहरू चाहिँ एउटै होला नि रथ तर यो चाहिँ बाहिर नै भइहाल्यो हामी त यतैको गर्नु नि हामी अहिले निस्केर के अरे त्यो हाम्रो सामानहरू गरेर हामी फेरि आउँदा हुन्छ हजुर कता बस्नु भएको पुरै मान्छेले युज गर्थ्यो आइन्सरमा चाहिँ गर्छ हौका यहाँ पनि हामी बस्नु पाउँदो रहेछ नि होइन छोरी मान्छेले युज गर्ने हौका धेरै त छैन दुईवटा मात्रै छ ए त्यो चाहिँ तर बुक गरेको पानी राख्ने भाँडो पर के भन्छ त्यो कति मिनट भयो त्यो कल्चरल छ नि कल्चरल प्रोग्राम देखाउने ठाउँ त्यो हल दुईवटा छ हल यो यहाँनिरको होइन पल्लो चाहिँ पल्लो चाहिँ हजुर ए त्यो गैडा चोकतिर हो 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 त्यही गैरा चोकबाट सिधै माथि गएर हो त्यही हो यस्तो टर्निङ हामी यो भित्र छिर्नु पाउँछ है पाइन्छ सर अनि हजुरहरू सानो छ हामी त अनि हामी काठमाडौँबाट आएको भरे बेलुका आउँदाखेरि फेरि अनि हजुरहरूले गाह्रो हुन्छ नि भनेर सोधेको चलाचोकबाट यता आउनु हजुर अलिक माथि नै हुन्छ चुलोहरू यो चुलो सर यो यिनीहरू चाहिँ सबै खाना खाना बनाउने भाँडाहरू अनि दिदीहरूले चाहिँ हाम्रो 3 जना स्टाफ दिदीहरू हुनुहुन्छ हजुर अनि डेली खाना यतै बनाएर उता किचनमा पुऱ्याउनु हुन्छ ए थारू खानाहरू चाहिँ है यहीँबाट हजुर यो सबै माटो विशेष गरी पहिला त सबै माटोकै भएर युज गर्थेछ है हो त्यही भएर यिनीहरू प्रकृति प्रेमी भन्छ यिनीहरू सबै कुराहरू यिनीहरू आश्रित भएको नै पानी र खोला नाला खासमा जङ्गल थारू पनि यो के अरे जनजाति मधुवाली भित्रै पर्छ 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 किनभने उनीहरू चाहिँ मधेसतिर आएर त्यस्तो भयो यो चाहिँ सामानहरू झुन्ड आउनेहरू होला हाम्रो बाजेहरू हामी राई हो क्या होइन त्यसले भन्दा यो सामानहरू झुन्ड आउने हजुर यो माघी मनाउनु हुन्छ नि तपाईँहरूले होइन म थारू होइन ए तपाईँ थाहा होइन पो होइन म थारू होइन यहाँ काम गर्ने कर्मचारी चाहिँ हो कर्म स्टाफ चाहिँ हो ए तर म मेरो घर चाहिँ थारू गाउँमै छ ए हजुर हामी चाहिँ पनि उता इटाली थाहा छ नि तललाई हो त्यता बस्ने त्यहाँ त्यसमै चोकै मात्र छैन थारू गाउँ तर भित्रभित्रै छ क्या त्यहाँतिरको थारूहरू यहाँ 100-200 वर्ष अगाडि सबभन्दा पहिला थारू जाति आएर बसेको यहाँ एकदमै घना जङ्गल यहाँ मान्छेको बसोबास नै थिएन यो चाहिँ गेस्ट रुमहरू हो हजुर अनि यो प्राइभेट होइन यो चाहिँ गेस्ट रुम बनाउनु भएको छ होइन प्राइभेट पो हो यो ए ओके प्राइभेट हो व्यक्तिले किनेर अनि थारू नै व्यक्ति
बनाउने